हेलो नमस्ते साथीहरू, स्वागत छ तपाईँलाई अनलाइन जब भ्याकेन्सी युट्युब च्यानलको एउटा नयाँ र इन्फर्मेटिभ भिडियोमा। आजको यो भिडियोमा म फेरि तपाईँहरू सामु उपस्थित भइसकेको छु एउटा नयाँ डिमान्ड लिएर। र आजको यो भिडियोमा चाहिँ मलेसियाबाट फ्री भिजा फ्री टिकट डिमान्डको बारेमा कुरा गर्नेछौँ। यदि तपाईँहरू पनि मलेसिया जान चाहनुहुन्छ, त्यो पनि बिना पैसा तिरेर फ्री भिजा फ्री टिकटमा, भने आजको यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। च्यानल बनाइरहन्छ भने अवश्य पनि च्यानललाई सब्सक्राइब गरिदिनुहोला। अब सुरु गरौँ आजको यो भिडियोलाई। मलेसियाबाट चाहिँ भर्खरै यो डिमान्ड आएको छ, जसको पुनः स्वीकृति चाहिँ 2081 साल 12 महिना 28 गते यसको पुनः स्वीकृति रहेको छ भने यसको लट नम्बर चाहिँ 321805 रहेको छ। यदि तपाईँहरू यसको लट नम्बर चेक गर्न चाहनुहुन्छ भने चाहिँ डिस्क्रिप्सन वेबसाइटको लिङ्क छ, गएर चेक गर्न सक्नुहुनेछ। त्यसरी यसमा चाहिँ टोटल गरेर एउटा पदको लागि, जो कि सिक्युरिटी गार्डको लागि यो डिमान्ड रहेको छ, जसमा टोटल 120 जना पुरुषको लागि यो माग रहेको छ। जसमा तपाईँहरूको मन्थली स्यालेरी चाहिँ 52,343 रुपियाँ तपाईँहरूको मन्थली स्यालेरी रहेको छ। यो चाहिँ जति पनि स्यालेरी रहेको छ यो चाहिँ बेसिक स्यालेरी। यसमा चाहिँ तपाईँले ओटी एन्ड ओभर टाइमको सुविधा पनि पाउनुहुनेछ। त्यसै प्रति चाहिँ तपाईँले 8 घन्टा काम गर्नुपर्ने हुन्छ भने हप्तामा चाहिँ 6 दिन, एक दिन चाहिँ तपाईँहरूको बिदा हुनेछ। वार्षिक बिदा चाहिँ कम्पनीले तोकेको छैन, वार्षिक बिदा चाहिँ कम्पनीको रुल एन्ड रेगुलेसन अनुसार नै हुनेछ भने यसमा खाने सुविधा चाहिँ कम्पनीले दिएको छैन भने बस्ने सुविधा चाहिँ कम्पनीबाट नै रहेको छ। त्यसको लागि चाहिँ तपाईँले 1 रुपियाँ पनि एक्स्ट्रा चार्ज दिनु पर्दैन। खानेको लागि चाहिँ तपाईँले आफूले भ्याउनु पर्ने हुन्छ। त्यसरी यसको अवधि चाहिँ 2 वर्ष रहेको छ। कम्तीमा तपाईँले 2 वर्ष त्यसमा काम गर्नुपर्ने हुन्छ, अनि मात्र तपाईँहरू छुट्टीमा घर आउन सक्नुहुनेछ। तपाईँले यो डिमान्डमा जानुभन्दा अगाडि नै एउटा सानो एग्रिमेन्ट हुनेछ, जसमा तपाईँले सबै डिटेलहरू पाउनुहुनेछ कि कति वर्षको एग्रिमेन्ट हो र साथै कुन कामको लागि हो, सबै कुराहरू त्यसमा तपाईँले देख्न सक्नुहुनेछ। र तपाईँले प्रत्येक दिन कति घन्टा काम गर्नुपर्ने हुन्छ त्यसमा पनि तपाईँले पाउनुहुनेछ। त्यसरी अब कुराहरू यसमा जानुको लागि यसको अन्तर्वार्ता कहिले हुन्छ र साथै यसमा तपाईँहरूले जानुको लागि लागत कति लाग्छ त। लागतको कुरा मैले गरिसकेँ। यो चाहिँ फ्री भिजा फ्री टिकट डिमान्ड हो र लागत भनेको तपाईँले सानो केही लाग्न सक्छ, जो कि हामी तपाईँहरूलाई यसमा देखाएको अनुसार चाहिँ भन्नेछौँ। त्यसरी यसमा देखाएको अनुसार चाहिँ स्वदेशमा गरिने मेडिकल खर्च कसले बिहोर्ने हुनेछ, जो कि कामदारले आफूले बिहोर्नु पर्ने हुन्छ। त्यसरी विदेशमा गरिने मेडिकल खर्च कसले बिहोर्ने हुनेछ, जो कि रोजगारदाता अनि कम्पनीले बिहोर्नेछ। त्यसै गरी स्वदेशमा गरिने म्यानेजमेन्ट बिमा कसले बिहोर्ने हुनेछ, जो कि कामदारले आफूले बिहोर्नु पर्ने हुन्छ। त्यसै रोजगारमा बिमा हुने नहुने भनेको छ, रोजगारमा बिमा हुने, जो कि रोजगारदाताले नै गरिदिनेछ। त्यसरी कामदारलाई हवाई टिकट कसले दिने भनेको छ, जो कि रोजगारदाताले नै दिने रहेको छ। त्यसै सामाजिक सुरक्षा कोष कसले बिहोर्ने हुनेछ, जो कि कामदारले आफैले बिहोर्नु पर्ने हुन्छ, जो कि 2308 रुपियाँ लाग्ने गर्दछ, जो कि कामदारले आफैले बिहोर्नु पर्ने हुन्छ। त्यसै भिजा स्ट्याम्पिङ शुल्क कसले बिहोर्ने भनेको छ, जो कि कामदारले आफैले बिहोर्नु पर्ने हुन्छ। त्यसै अभिमुखीकरण शुल्क कसले बिहोर्ने भनेको छ, जो कि 700 रुपियाँ लाग्ने गर्दछ, जो कि कामदारले आफैले बिहोर्नु पर्ने हुन्छ। त्यसै कल्याणकारी कोषको लागि चाहिँ 1500 रुपियाँ, जो कि कामदारले आफैले बिहोर्नु पर्ने हुन्छ भने स्याल शुल्क चाहिँ यसमा निःशुल्क रहेको छ। त्यसरी अब कुराहरू यसमा जानको लागि यसको अन्तर्वार्ता कहिले होला। यसको अन्तर्वार्ता चाहिँ तपाईँहरूको खुलिसकेको छ। तपाईँले यदि यसको एप्लाई गर्नुहुन्छ भने चाहिँ तपाईँहरूको एप्लाई गरेको 2-3 दिनभित्रमा चाहिँ तपाईँहरूको अन्तर्वार्ता हुनेछ। यसको बारेमा तपाईँले अझै इन्फर्मेसन कसरी लिने त्यसको बारेमा पनि म जानकारी दिनेछु। त्यसरी अब कुराहरू यो डिमान्डमा जानुको लागि के कुराहरूको रिक्वायरमेन्ट रहेको छ त। रिक्वायरमेन्ट तपाईँलाई यसमा एजुकेसन रिक्वायरमेन्ट कुनै पनि छैन, त्यसरी स्किल रिक्वायरमेन्ट पनि कुनै पनि छैन भने यसमा एउटा सानो रिक्वायरमेन्ट रहेको छ, जो कि एज रिक्वायरमेन्ट रहेको छ। एज चाहिँ तपाईँहरूको 18 वर्षभन्दा माथि हुनुपर्ने हुन्छ। त्यसरी 49 भन्दा तल हुनुपर्ने हुन्छ। अनि 18 देखि 49 को बिचमा हुनुहुन्छ भने चाहिँ यसमा जान सक्नुहुनेछ। त्यसरी हाइट एन्ड वेटको छ। हाइट चाहिँ तपाईँहरूको 5.4 भन्दा माथि हुनुपर्ने हुन्छ। यदि छ भने चाहिँ तपाईँहरू यसमा जान सक्नुहुनेछ र हाइट अनुसारको वेट पनि हुनुपर्ने हुन्छ। त्यसै अब कुराहरू यो डिमान्ड कुन मेन पावरमा आएको छ र कसरी हामीले जान सकिन्छ त। यो मेन पावरको नाम चाहिँ कन्फिडेन्ट इन्टरनेसनल मेन पावर प्राइभेट लिमिटेड रहेको छ र स्क्रिनमा तपाईँले यसको मोबाइल नम्बर पनि हेर्न सक्नुहुनेछ, जसमा 9801969508 रहेको छ। त्यसरी अरू नम्बर पनि रहेका छन्, तपाईँले चेक गर्न सक्नुहुनेछ। र सकेसम्म म यसको सबै डिटेलहरू चाहिँ डिस्क्रिप्सनमा पनि राखिदिनेछु, डिस्क्रिप्सनमा गएर पनि चेक गर्न सक्नुहुनेछ। नेपाल सरकारबाट लाइसेन्स प्राप्त मेन पावर पनि रहेको छ। तपाईँले यसको लाइसेन्स नम्बर पनि हेर्न सक्नुहुन्छ। त्यसरी एउटा सानो डिस्क्लेमर दिन चाहन्छु। तपाईँले यदि तपाईँहरू पनि मलेसिया जान चाहनुहुन्छ या कुनै पनि हाम्रो भिडियो हेरेर कुनै पनि कन्ट्रीको लागि एप्लाई गर्दै हुनुहुन्छ भने चाहिँ एउटा सानो डिस्क्लेमर, किनकि अहिलेको समयमा चाहिँ धेरै मेन पावरहरूले ठगेको रेकर्डहरू आइरहेको छ। त्यसै कारणले तपाईँले कुनै पनि मेन पावरमा जाँदाखेरि धेरै ब्रोकरहरूले चाहिँ पैसा माग्ने, मेन पावरले नमागेर ब्रोकरहरूले चाहिँ पैसा मागिरहेको हुन्छ। त्यसै कारणले चाहिँ अलि सतर्क भएर जानु होला। र आई होप तपाईँलाई यो भिडियो मन परेको होला। भिडियो मन परेको छ भने भिडियोलाई लाइक गरिदिनु होला। यदि तपाईँहरू पनि यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर बेल आइकनलाई पनि अलमा प्रेस गरेर क्लिक गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ। जय नेपाल।